घरमा चाहिँ तपाईको यो घरमा चाहिँ 7 वटा हात्ती आएर सबै घर भत्काएछन् तल तल यहाँ हेर्नु त ल तपाईको यो सबै भत्काएछन् यसरी तल वाङवाङे अनि यहाँ बडो हुनुहुन्छ बडोले लिएर आउनु भएको मलाई देखाउन ल यता जाउँ त अब लु यहाँ यसरी दुलो पारेछ सबै पडङ पडङ अनि यहाँ तपाईको यहाँबाट चाहिँ यसले सुँड हालेछ सुँड हालेर अनि भित्र खोज्दो रहेछ सबै भत्काइदिएछ यो अनि यता पनि यसरी सुँड हालेर खोतालेछ यहाँबाट सुँड हालेर खोतालेछ अनि मान्छे डरले अर्को कोठा भागेछन् अनि तपाईको फेरि यताबाट सुँड हालेर खोज्दो रहेछ धानको बखारी अनि अर्को कोठा भाग्नु पर्यो अरे मान्छे बिजो अनि यो भान्सा सबै लडाइदिएछ सबै लडाइदिएछ अनि त्यहाँ पनि दुलो पारेछ त्यसरी त्यहाँबाट हुनुहुन्छ अनि यहाँ म तपाईलाई अब हात्तीको डोब हेर्नु पर्यो यो पनि डोबै हो नि हात्तीको हात्तीको डोब यहाँ यसरी सबै टिनहरू लडाएछ यहाँ पाइला हात्तीको पाइला यहाँ बिजोक 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 बनाएको रहेछ हौ अनि यो घरका मान्छे बिचरा छोरो चाहिँ तपाईँको कहाँ बस्छन् अरे छोरा बिर्ता मोड लिएर गयो अरे छोराले यहाँ हेर्नु हात्तीको डोब बाफ्रे हात्तीका डोब हो जतासुकै हात्तीको डोब टिनहरू जतासुकै छ बिजोकै बनाएछ यहाँ अब मलाई यहाँ देखाउनु त म देखाउँछु यसरी म देखिँदा भयो केही गर्नु पर्ने समात्नु मात्रै यो तल राख्नु त म देखियो कि देखिनँ त्यहाँ देखियो यो हात चाहिँ यसो गर्नु न यो अलिक तल हो यस्तो साइड ल मलाई पिसी पिसी ल्याउनु त अब आउनु म भएतिर म देखिँदैछु नि म बडो गएको छु आज बडोलाई मैले फर्स्ट टाइम खिच्न लगाएको है यस्तै छ यो ठाउँ चाहिँ यता देखाइदिनु नि त एकचोटि ल ल जानिहाल्नु हुँदो रहेछ चाहिँ ल यता ल यता यस्तो छ मलाई त अचम्मै लाग्यो यो बिगार त अनि मान्छे भनेपछि बसाइ सरेर भागे यहाँबाट भागे कता गए नबिर्ता मूर्तिरै गए त होला नि त्यो बिजोकै बनाउँदो रहेछ त हो अनि सत्यनाश नि कति आत्ती होला त मान्छे त्यो नि पल्लो कोठो कुदेको अरे ल ल बडो ल अब यहाँ म बन्द गर्छु ल यस्तो छ है बिजोक छ यो ठाउँको अब यसलाई अब सरकारले केही न केही गर्नुपर्ने भयो यो ठाउँमा